झाराबी सेवा खन्ने दुमी किरात राई फन्सिङको आधिकारिक च्यानल दुकिरात च्यानल विगत 5 वर्षदेखि विभिन्न प्रश्नहरूको सङ्गालो 5 प्रश्न कार्यक्रम लिएर आज पनि म प्रस्तोता दुमी किरात राई फन्सिङ केन्द्रीय समितिको सदस्य हर्कजङ तुराचु उपस्थित छु। दुकिरात च्यानललाई सुनेर हेरेर बसिरहनु हुने सम्पूर्ण दर्शकहरूमा श्रोताहरूमा स्वागत गर्दछु। आज 11औं श्रृङ्खला यो दुकिरात च्यानलमा हाम्रो अतिथि हुनुहुन्छ दुमी किरात राई फन्सिङको संस्थापक अध्यक्ष ऐतिहासिक वंशावली सङ्कलक संयोजक सांस्कृतिकविद र सहप्राध्यापक चतुर्भक्त सपना राई उहाँलाई म यहाँ स्वागत गर्दछु। धन्यवाद सर। सँगसँगै म तिमी तामिल सञ्चय ल हामी अब ढिलो नगरिकन हामी 5 प्रश्न कार्यक्रमभित्र जाउँ होला सर। र 1 नम्बर प्रश्न चाहिँ यस्तो छ, हजुर नै यो दुमी वंशावलीको संयोजक भएको नाताले प्रश्न यो छ कि ऐतिहासिक यो दुमी वंशावलीको प्रकाशन सन्दर्भमा सविस्तार बताइदिनुहुन्छ कि? धन्यवाद प्रश्नको लागि। अब पहिलो सन्देश त म के दिन चाहन्छु भन्दाखेरि दुमी किरात राई फन्सिङको एउटा सदस्यको नाताले अब म चाहिँ संस्थापक अध्यक्ष पनि हो, म अहिले सल्लाहकार हो। इभन यो संस्थाको एउटा इमान्दार म चाहिँ एउटा सदस्य भन्ने म आफूलाई गौरव लाग्छ। अहिलेसम्म काम गरिरहेको छु। यसको नाताले दुमी किरात राई फन्सिङले म आफूलाई जिम्मा दिएको एउटा कार्य त्यो चाहिँ वंशावलीको सङ्कलन लेखन र इसिलीमा प्रकाशन गर्ने भन्ने चाहिँ एक खालको जिम्मेवारी थियो मलाई। त्यो चाहिँ तपाईँको 2050 सालतिरैबाट यो चाहिँ मलाई एउटा जिम्मेवारी आएको हो। त्यसो भएको हुनाले त्यो वंशावलीको कार्यमा चाहिँ लगभग अहिले हामी प्रकाशनको चरणमा अहिले आएको भन्ने कुरा म तपाईँहरूलाई प्रमाणित रूपमा अहिले 2050 सालतिरबाट सङ्ग्रह गर्दाखेरि यो रातो यो ठेलीहरू तपाईँहरूले देख्नुहुन्छ। हजुर, देखिरहेको छौँ। यो रातो ठेलीहरू 2050 सालमा सुरु गरियो, तर 2056 सालमा हामीले यो इस्लिम भन्ने हाम्रो मुखपत्रमा यसलाई चाहिँ प्रकाशन गरियो र 2067 सालसम्म आउँदा 13औं अङ्कसम्म आउँदाखेरि हामीले 21 पासाको वंशावली हामीले प्रकाशन गर्यौँ। यसको चाहिँ एउटा सगोल यहाँ चाहिँ यो इस्लिममा हामीले चाहिँ यसलाई प्रकाशन गरेका छौँ। त्यसको सङ्ग्रह यहाँ छ र त्यस पछाडिबाट हामीले विभिन्न चरण गरेर वंशावलीको अभियानलाई अगाडि लग्यौँ। त्यो 21 पासाको त्यो 67 सालमा प्रकाशन भइसकेपछि, तर त्यो बेलामा चाहिँ पुरुषको मात्रै थियो। अब महिलाको पनि प्रकाशन गर्नुपर्छ भन्ने दृष्टिकोण हाम्रो दुनियाँको समाजमा देखा पर्यो। खास गरिकन महिलाहरूले यो चाहिँ उहाँहरूले यो जिज्ञासा हामीलाई जगाउनु भयो। त्यसो भएको हुनाले ल न त महिलाहरूको समेतको एउटा वंशावली समग्र निकाल्नुपर्छ भनेर हामीले वंशावलीको सङ्ग्रह गर्न सुरु गऱ्यौँ। र अहिलेसम्म आउँदाखेरि तपाईँले हजुरले यहाँ देखिराख्नु भएको छ, यो सबै अहिले हाम्रो यो 21 पासाबाट पनि बढेर 22 पासा पुगेको यो सबै वंशावलीको चाहिँ दस्तावेजीकरणको एउटा चाहिँ कागज हो अथवा दस्तावेजको यो कागज हो यो चाहिँ। र अहिले यतिखेरसम्म आउँदाखेरि चाहिँ हाम्रो चाहिँ 21 पासाबाट बढेर चाहिँ हाम्रो 22 पासा भएको छ। छाचुङ पाछा चाहिँ 2 भागमा विभाजन हुने स्थिति यहाँ देखा पर्यो इतिहासको कारणले गर्दाखेरि। त्यो मैले अहिले सबै बताउनु भन्दा पनि पछाडि यो प्रसङ्ग आओस् म
बताउँछु। र अहिले फेरि पनि भन्नु पर्दाखेरि अहिले जम्मा 22 भाषाको वंशावलीको सङ्ग्रह अहिले एउटा डमीको रूपमा यहाँ आएको छ। यो डमीलाई हामीले चाहिँ अब यसै पालि पनि यही भदौभित्र नै हामी यसलाई चाहिँ सबै नै सकाएर हामीले यसलाई चाहिँ हाम्रो समाजमा दुमीहरूको माझमा अथवा किराँत राईहरूको माझमा दुमीहरूले एउटा राम्रै काम गर्दैछन् है भन्ने हामीले सन्देश दिन सकिन्छ कि भनेर त्यो काममा अहिले चाहिँ यहाँहरूको आशीर्वादले यहाँहरूको साथ र सहयोगले पनि भन्नु पर्यो म आफू लागिरहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु। त्यही नै मेरो सन्देश यहाँले सम्झिदिनु होला। हजुर, अब यसै गरी हामी अब प्रश्न नम्बर 2 मा जाउँ। यो दुमी किराँत राई फन्सिङको स्थापनाको इतिहास थोरै बताइदिनुहोस्। अनि हजुर यो दुमी किराँत राई फन्सिङको यो सांस्कृतिक सामाजिक यो अभियानमै लाग्नुपर्ने कारण चाहिँ के अथवा किन? एकदमै धन्यवाद। मैले यसो इतिहास हाम्रो दुमी किराँत राई फन्सिङको इतिहास बताउनै पर्थ्यो कि यो चाहिँ। हजुर, आज दुमी किराँत राई फन्सिङ स्थापना भएको 50 सालको कुरो छ। 50 सालदेखि आएको छौँ हामी यहाँ। 3 दशक काटिसकेको छ। 32 वर्ष भइसकेको अवस्था हो होइन 82 सालले त। अब यो चाहिँ के छ भन्दाखेरि जुनसुकै संस्था स्थापना गर्नको लागि पनि त्यसका केही चाहिँ एउटा वातावरणहरू निर्माण हुनु पर्दो रहेछ। त्यस सन्दर्भमा के भयो भन्दाखेरि लगभग 2040 सालदेखि यता चाहिँ यो अझै 37 सालदेखि यता जब यो देशमा चाहिँ पञ्चायती व्यवस्था चाहिँ निर्दलीय व्यवस्थाको रूपमा जाँदै थियो, त्यसको विरुद्धमा जनताहरू लाग्दै थिए। 36 सालमा ठुलो जनमत सङ्ग्रह भयो, यो पनि हामीलाई थाहै छ। र पञ्चायतको विरुद्धमा मान्छेहरू लागिसकेका थिए र 45 सालसम्म आउँदाखेरि किराँत राई याएखा जस्तो सङ्गठन पनि स्थापित भइसकेको थियो। यो चाहिँ जनताको लेभलमा खास गरिकन भाषा र संस्कृतिको अधिकारले लिएर भाषा तथा संस्कृति आफ्नो इतिहास पुरातत्व आदिको अधिकारलाई लिएर त्यो मागलाई लिएर किराँत राई याएखा लिम्बूहरूको याक्थुम चुम्लुङ सुनार सेवा सञ्ज अब शेर्पा चिच्चुक सोसाइटीहरू नेपाल तामाङ घेदुङ सङ्घ आदि गरेका थुप्रै सङ्घ संस्थाहरू चाहिँ स्थापित भयो। र त्यस्ता कुराहरूबाट अब हामी दुमीहरू पनि प्रेरित भयौँ। र म 2041 सालबाट भिक्टेल क्याम्पसमा प्राध्यापन गर्दाखेरि अब केही साथीहरूसँग हाम्रो भेट भयो। त्यसमा मुख्यतया हाम्रो जगत राई हुनुहुन्थ्यो नोरङको, उहाँ साइनोले दाई पनि पर्नुहुन्थ्यो। उहाँ राम्रो दुई भाषा बोल्ने मान्छे। उहाँसँग भेट हुँदाखेरि हामी दुई भाषाले कसरी चाहिँ स्थापित गर्ने हो दाई भनेर भन्दाखेरि होइन यसको लागि त केही गर्नुपर्छ हौ भाइ भनेको हुनाले हामीहरूले चाहिँ भाषाको सङ्ग्रह गर्ने भनेर अगाडि लाग्यौँ। त्यसमा चाहिँ हाम्रो प्रतिमान राईहरू, टङ्क राईहरू, ईश्वरमान राईहरू, मालदेलका रामकुमार राईहरू आदिहरू चाहिँ हामी मिलेर 43 सालमा फेदीमा राखोला तापखोला दुभानको फेदीमा बसेर हामीले एउटा शब्दकोश तयार गर्ने है भनेर भनेका थियौँ। तर हामीलाई थाहा थिएन हाम्रो त बाबुहरूले नै भाषा चाहिँ बिर्सिसकेको अवस्था हो। हाम्रो पालोसम्म आउँदाखेरि त दुमी के हो भन्ने कुरो नै यो राखोला यतापट्टि थाहा थिएन। त्यसैले यसको सङ्ग्रह कसरी गर्नुपर्छ भन्ने एउटा चिन्तन पनि अगाडि बढ्यो। र यसै सिलसिलामा के हो भन्दाखेरि हाम्रा केही त्यो अन्तर्राष्ट्रिय विद्वानहरूको पनि एउटा भूमिका चाहिँ यहाँ रहन्छ भनेर म चाहिँ भन्न चाहन्छु। तपाईँको 40 सालतिर चाहिँ यो एकजना हाम्रो क्षेत्रमा एउटा विद्वान आउनुभएको थियो, माइकल अपिज भन्ने चाहिँ स्विजरल्यान्डबाट आउनुभएको थियो। ती व्यक्तिले हाम्रो क्षेत्रमा आएर संस्कृतिको चाहिँ अध्ययन गर्न सकिन्छ कि सकिँदैन भनेर यो प्रिलिमिनरी स्टडी गर्न आउनुभएको रहेछ। त्यो बेलामा हामी कोही पनि तपाईँको यस्ता विदेशी विद्वानहरूसँग चाहिँ यो एकाडेमिक विषयमा चाहिँ हामी अभ्यास गर्ने मान्छेहरू नभेटेको हुनाले उहाँले त्यो ठाउँमा रहनु भएन। उहाँ आखिरी चाहिँ उहाँ मगरको उहाँ गएर चाहिँ अध्ययन गर्नुभएको छ। त्यस पछाडिबाट मार्टिन गेन्जले भन्ने व्यक्ति फेरि आउनुभयो। मार्टिन गेन्जले भन्ने व्यक्ति चाहिँ उहाँ चाहिँ 2040 सालमा आउनुभएको थियो। 40 सालमा हाम्रो भेट भएको थियो। उहाँ म्याओको स्टडी गर्न उहाँ आउनुभएको रहेछ।
फेरि पनि अरू पनि केही स्टडी गर्न सकिन्छ कि भनेर दुई क्षेत्रमा आउनु भएको छ, उहाँसँग भेट भएको थियो र हाम्रो संस्कृतिको बारेमा हामीले धेरै कुराकानी गऱ्यौँ। म त्यतिखेर नेपाली भाषा कम मात्रै बोल्नुहुन्थ्यो, अङ्ग्रेजी थियो, टुटे फुटेका अङ्ग्रेजीसँग उहाँसँग अलिकति बातचितहरू मारियो। त्यस्ता कुराहरू पनि हाम्रो लागि अलिक प्रेरणाका स्रोतहरू भयो। त्यसै गरिकन पछाडि तपाईँको यो 2043 सालमा जर्ज भान्ड्रिम भन्ने एउटा व्यक्ति अहिले त अन्तर्राष्ट्रिय भाषाविदको रूपमा हुनुहुन्छ, उहाँ आउनुभयो। पहिलोचोटि नेपालमा आउनुभएको हो उहाँ चाहिँ हाम्रो क्षेत्रमा आएर उहाँले चाहिँ खास गरी तिलुङ भाषाको उहाँ अध्ययन गर्न आउनु भएको छ। तर तिलुङ अब त्यो बेलामा यस्तो हामी जनजागरण थिएन कि राईहरू दिक्तेलमा कति बस्छन्, कुन कुन राईहरू बस्छन् भन्नेसम्म हामीलाई थाहा नभएको मान्छे, दिक्तेल क्याम्पसमा पढाउने मान्छे, जनजागरण नआएको, आफ्नो विषय पढाउनु पाए भइगयो भन्ने खालको एउटा स्थिति पनि थियो त्यो बेलामा। अनि तिलुङ राई नभेटाएर उहाँ फर्कन लागेको अवस्थामा हामी चाहिँ जर्ज भान्ड्रिमलाई उहाँ आफैले प्रेरित गरेर बाक्सुलामा लगेर उहाँले भाषाको अध्ययन गर्न लगाएको। उहाँले एउटा किताब पछाडिबाट उहाँले निकाल्नुभयो 2051 सालमा। उहाँले ग्रामर अफ दुमी उहाँले निकाल्नु भएको थियो। उहाँसँग मैले राम्रै भेटघाट गर्ने, उहाँले 2टा चिठी पनि लेख्नु भएको छ। यो चिठीको अंश म कुनै न कुनै दिन यो म प्रकाशन पनि गर्नेछु। उहाँले नेपालीबाट बकैदा राम्रो चिठी लेख्नु भएको छ। एउटा 43 सालमा लेख्नु भएको छ, एउटा 51 सालमा लेख्नु भएको छ। र यस्ता यस्ता एउटा व्यक्तिहरू पछाडि अल्बान अदाभानहरू, मेरेन ओस्चिनहरू आउनुभयो। यी सबै विद्वानहरूको सामिप्यताले गर्दाखेरि के हो भन्दाखेरि हामी केही गर्नुपर्छ भन्नेतिर लाग्यो र 2050 सालमा एउटा समग्र हाम्रो अहिले खाजाभाष भनेर पछाडिबाट यसको कोड भाषा रच्यो। खारेमी, जाल्पा, सप्तेश्वर, माक्पा भनेर 5वटा खाजा बासमा भनेर 5वटा यो हाम्रो थाप्थलो को सबै मान्छेहरू चाहिँ तपाईँको बाक्सिलामा चाहिँ कहिले भेला गर्यो भन्दाखेरि 2050 साल पुस 23 गते बुधबारको दिन हामीले चाहिँ भेला गरेका थियौँ। त्यसमा चाहिँ माघको एउटा धनबहादुर हजुर राई उहाँ आउनुभएको थियो। खारेबाट अलेखबहादुर थुलुङ आउनुभएको थियो। उहाँ थुलुङ भए पनि दुमीहरूको उहाँ धामी हो। फेरि भाषा पनि उहाँ हाम्रो दुमीभन्दा धेरै जान्नुहुन्छ उहाँ अलेखबहादुर थुलुङले। त्यस्तै गरेर जाल्पाबाट चाहिँ तपाईँको जनक राई आउनुभएको थियो। हाम्रो बाक्सिलाबाट विमल सिंह राई आउनुभएको थियो। हाम्रो सप्तेश्वरबाट अनि चाहिँ हाम्रो यो धन्द्रुप राई पुरानो बुढाहरू आउनुभएको थियो। तेजबहादुर राईहरू सबै एउटा ठुलो एउटा भेला भएको थियो। दैव संयोगले त्यो बेलामा चाहिँ यो गोरेबहादुर खपाङ्गीहरूको पार्टी के थियो, जनमुक्ति पार्टी हो या त्यो बेलामा काम गर्ने गोपाल खम्बु समेत पनि त्यो भेलामा आइपुग्नु भएको थियो। र हामीले आम भेला गरेर त्यो दिन चाहिँ के गर्यो भनेदेखि दुमी किराँतराई फन्सिकिम चुबल भनेर हामीले गठन गरेका हौँ। पहिलोचोटि दुमी किराँतराई फन्सिकिम चुबल, चुबल भनेको चाहिँ केन्द्र हो, मुटु रहेछ होइन। चुबल भनेर चाहिँ त्यो बेलामा गठन गरियो, तदर्थ समितिको रूपमा गठन गरियो। यही तदर्थ समितिलाई हामीले 2055 सालमा दर्ता गरियो। दर्ता गरिएपछि त्यसले चाहिँ औपचारिक रूप ग्रहण गरिसकेपछि पहिलो हामीले चाहिँ इसिलिङको प्रकाशन चाहिँ हामीले गऱ्यौँ। पहिलो इसिलिङको प्रकाशन पनि यहाँ हामीले होइन तपाईँहरूलाई म देखाउन चाहन्छु। यहाँ छ यो पहिलो इसिलिङको प्रकाशन चाहिँ यो होइन। यो चाहिँ प्रकाशन हाम्रो, यो चाहिँ इसिलिङ प्रकाशन गऱ्यौँ। यतिखेरसम्म आइसक्दाखेरि हाम्रो अहिलेका भेटरन हाम्रो अध्यक्ष हाम्रा नेत्रमणि राई अहिले पछाडि डक्टर रहनुभयो। त्यो बेलामा उहाँ म्याथमेटिक्स पढाउनुहुन्थ्यो। अब उहाँहरू सबै अब आइसक्नु भएको थियो। तेजबहादुर राईहरू, बलराम राईहरू हाम्रो अब त्यो बेलाको अब बलराम संस्कृतिविद नै हो र सबै पुर्खाहरूको चाहिँ सहयोगीहरूको एउटा साथ सल्लाहले दुमी किराँतराई फन्सिकिमलाई चाहिँ हामीले चाहिँ 2055 सालमा दर्ता गरिएपछि 56 सालमा पहिलोचोटि इसिलिङको प्रकाशन गरिसकेपछि अब हामीले चाहिँ त्यही 56 सालबाट पहिलो दुमीहरूको चाहिँ रुट वंशावली हामीले प्रकाशन गऱ्यौँ र प्रकाशन गऱ्यौँ। र अहिलेसम्म चाहिँ लगातार रूपमा दुमी किराँतराई फन्सिकिमले भाषा, धर्म, संस्कार, संस्कृति, वंशावली, पुरातत्व गढीहरूको संरक्षण जस्तो के अरे हाम्रो चाहिँ केवलासगढीमा
होइन, नौरूपन जति जग्गा संरक्षण गरेर हजुर हाम्रो निगुहाङ अन्तिम राजा निगुहाङले शासन गरेको जसलाई पृथ्वीनारायण शाहले हरायो होइन, रोकौवासीहरू थिए होइन, यता सशस्त्रका साब्रु साइडबाट होइन, केही साम्पाङको पनि प्रतिनिधित्वहरू थिए भन्ने कुरा भएको छ। त्यस्तो एउटा चाहिँ ऐतिहासिक गढीको पनि हामीले दुई किराँतलाई फेन्सिङ गर्नु भएपछि त्यसलाई चाहिँ स्थापित गऱ्यौँ। त्यसै गरिकन अहिले पछिल्लो समयमा त हामीले चिनागढीको लगभग 17.5 रोपनी जग्गा पनि हामीले त किनिसकेका छौँ र किराँत एउटा सङ्ग्रहालय बहुसांस्कृतिक किराँत सङ्ग्रहालय स्थापित गर्ने भनेर चिनागढीमा अरू जग्गाहरू पनि हामी त्यो साँधेमा जोडेका छौँ। र अहिले अब भन्नुपर्दाखेरि समयलाई खेर नफाल्ने हो भने होइन, अब हाम्रो ठुलो प्रयत्नबाट दुई किराँत फेन्सिङको प्रयत्नबाट हाम्रो भाषा शास्त्रीहरू पनि निस्कनु हो। हजुर एकछिन रोकेँ तपाईँलाई, यो चुभलोबाट कहिले चाहिँ भयो त यो दुमी किराँत राई फेन्सिङ? हजुर हजुर म यता सकिहाल्छु अलिकति। हाम्रो चाहिँ भ्याप्टन साथीहरू निस्कनु भयो, तेजमा राईहरू निस्कनु भयो, अब हाम्रो चाहिँ यहाँको रत्न हाम्रो नेत्रमणि राईहरू निस्कनु भयो होइन, शब्दकोश पनि निर्माण भएको छ र वंशावली काम पनि म आफूले अहिलेसम्म अन्तिम अवस्थामा आइसकेको छ। अब जहाँसम्म यहाँको प्रश्न छ चुबल कसरी भयो भन्ने, त्यही 52 साल पौष 23 गतेको बेलामा नै चुबल भन्ने चाहिँ यो शब्द निस्केको हो। चुबल भनेको मुटु हुँदो रहेछ चुब, अनि यता माक्पाकाहरूले चुबल केन्द्र भन्नुलाई चुबल भन्नुपर्छ भन्ने खालको चाहिँ उहाँहरूले कुरा निकाल्नु। तर यति खुसीको कुरो कि हाम्रा चाहिँ विमल सिंह राई यता बाक्सुलाको एकदमै राम्रो भाषा बोल्ने, अनि चाहिँ जाल्पाको चाहिँ जनक राई, अहिले यी दुवै गोर्खाहरू हुनुहुन्न, कसैको जानुभयो 2-3 वर्ष पछाडि। उहाँहरू दुईवटा बुढो भेला भएर गोर्खा भेला भएर सरर दुई भाषाबाट चाहिँ कुरो गर्दाखेरि उनीहरूले पहिला चाहिँ नाम सोधासोध गरे, अनि त्यहाँबाट चाहिँ मजाले किराँतीको एउटा सम्मान कस्तो हुन्छ त्यसरी चाहिँ ढोगे। सन्धि पनि साइनो पर्ने रहेछ, अनि आफ्नो कुराबाट भर भन्दाखेरि हामीलाई कत्रो चाहिँ एउटा आशा विश्वास भरोसा भन्दाखेरि हाम्रो दुई भाषा चाहिँ अवश्य बाँच्छ है भनेर हामीले चाहिँ त्यतिखेर चाहिँ परिकल्पना गरेको थियौँ। साँच्चै अहिले चाहिँ हाम्रो भाषाको काम हुँदैछ। अब र यो चुबल भनेको चाहिँ हाम्रो चाहिँ त्यही बेला चाहिँ आएको, तर पछाडि यो दर्ता गर्दाखेरि चुबल भन्ने चाहिँ काटियो। यो विधानमा बनाएर त हामीले दियौँ होइन, त्यो रहेन। एकातिर हाम्रो चुबल नराखौँ भन्ने पनि खालको पनि हाम्रो चाहिँ सरसल्लाहहरू थियो, काटियो। त्यो बेला चाहिँ संस्था दर्ता गर्ने बेलामा यो चुबल चाहिँ काटियो, दुमी किराँत राई फन्सिकिम मात्रै भनेर राख्यो। फन्सिकिम बारेमा पनि अलिकति मैले भन्नुपर्छ होला, यद्यपि लामो हुन्छ कि। अब फन्सिकिम चाहिँ यता चाहिँ बाक्सिलेहरूले चाहिँ फन्सिकिम भने, विमल सिंहले हो यो नाम राख्ने। यो फन्सिकिम भनेर नाम राख्दाखेरि माकपालीहरूले चाहिँ पुर्खाले, अब धनबहादुर पुर्खा त होइन तर भाषा एकदम फ्लुएन्ट आउने उहाँहरूलाई, उहाँले भन्नुभयो हामी त फन्सिकिम भन्दैनौँ, हामी त थुन्सिकिम भन्छौँ यो त भनेर भने। अनि हाम्रो धनदुरले त्यतिखेर के भन्यो भन्दाखेरि अब थुन्सिकिम भनेको चाहिँ भेट्ने भनेर रहेछ होइन, फन्सिकिम भनेको यता चाहिँ भेट्ने भन्दो रहेछन्, उता चाहिँ फन्सिना भनेको चाहिँ छुट्टिने भन्दो रहेछ, छुट्टिने घर भने। धनदुर राईले के भन्यो भने त्यो त ठिकै छ त, अब के अरे फन्सिना पनि नभेटिकन कसरी फन्सिना भइन्छ त, त्यसैले यो नाम त हुन्छ भनेर धनदुर राईले त्यतिखेर त्यो काउन्टर उनले भने। भन्दाखेरि उताको पुर्खाहरूले केही पनि भनेन्, आखिर यो नाम चाहिँ फन्सिकिम भनेर रह्यो। तर यता फन्सिकिम उता चाहिँ थुन्सिकिम, दुइटै चाहिँ हाम्रो समानान्तर शब्द भनेर हामीले बुझिलिनुपर्छ। चुवल चाहिँ हाम्रो रह्यो, यति भन्न यहाँहरू। हस्, धन्यवाद प्रश्न दिनुभएकोमा। अब यसै गरी हामी प्रश्न नम्बर 3मा जाँदैछौँ। यो समग्र दुमी राई लगायत गैर दुमी हामी 29 भाषी राईहरू छौँ। यो 29 भाषी राईहरूको सांस्कृतिक भाषिक स्थितिबारे पनि थोरै बताइदिनु न। अब यो यस्तो छ, हामी 28-29 भाषी राईहरू अहिले भाषाविदहरूले अलिकति घटेर तल गएको 26सम्म आइरहेको छ भन्ने खालको कुरोहरू पनि आएको छ। त्यसो गर्दा मानिलिउँ 26 थरीका हामी राई भाषीहरू पऱ्यौँ। अब संस्कृतिको सन्दर्भमा त हामीहरू माथि चाहिँ वंशावलीको क्रममा चाहिँ माथि होइन पारुहाङ सुन्नेमाबाटै आयौँ होइन, एलामर त अलिकति तल आए
होइन। पारुवाङ सुम्निमाबाटै हामीसँग तल आएको हुनाले सबै भाषी राईहरूको पुर्खा नै को भन्दाखेरि चाहिँ त्यो पारुवाङ सुम्निमा हो। पारुवाङ सुम्निमाले कतिले चाहिँ सगरमाथाको फेदीतिर चाहिँ विचरण गर्ने हाम्रो चाहिँ महामाता भनेर भन्नुभएको छ। यतापट्टि चाहिँ यो खोटाङवासीहरूले चाहिँ होइन हाम्रो चाहिँ सालपालाईमा गएर चाहिँ सालपालाई चाहिँ पारुवाङ सुम्निमाको क्रीडास्थल भनेर भनेका छन्। जे भए पनि सगरमाथाको फेदीमा उहाँहरूको चाहिँ हुर्केको एउटै त्यो पारुवाङ सुम्निमाको वंश भएको हुनाले हाम्रो संस्कृतिमा थोर बहुत खोला टोलाले केही अन्तर परेको होला। भाषा त त्यसै पनि अन्तर छँदैछ होइन। र खोला टोलाले अन्तर परेको हुनाले केही व्यवहारमा पनि अन्त्य होला। तर भन्ने हो भने सबै राईहरूको चाहिँ तिनटै चुला हुने। खैर त्यो तिनवटा चुलाको नाम चाहिँ फरक होला, तर तिनवटा चुलाको प्रतिनिधित्व के छ भन्दाखेरि घरको प्रतिनिधित्व गर्ने होइन, एउटा चाहिँ अब समाजको प्रतिनिधित्व गर्ने भनेको चाहिँ राज्यकै प्रतिनिधित्व गर्ने, र एउटा चाहिँ सिङ्गो एउटा चाहिँ हाम्रो एउटा समाज भनेको महिलाहरूको चाहिँ एउटा प्रतिनिधित्व गर्ने होइन, छेकुम्लु होइन महिलाको चाहिँ चुला भन्ने त सबै राईहरूमा चाहिँ त्यो चाहिँ आउँछ। साकेला सबैले नाच्छन्, हाम्रो खक्चिलीको रैसाकोले जे नाउँ भनौँ होइन, उहाँहरूले यसलाई चाहिँ स्थापित गर्नुभयो होइन। उहाँले स्थापित गरेर यो चाहिँ साकेलाको चाहिँ पूजाहरू अन्नबाली चढाउनेहरू सुरुवात भयो। अनि अन्नबाली पाकिसकेपछि त्यही अन्नबाली हाम्रो पुर्खालाई चढाउने सुरुवात भयो होइन। हाम्रो सबै यो मर्दा पर्दा सबै कुराहरू केही कुराहरू फरक होलान्, तर समग्रमा सारमा के हो भन्दाखेरि सबै राईहरूको एउटै भएको हुनाले हामी राईमा राई हौँ होइन। 10 राई भए पनि एक भान्सा, 10 राई मात्रै त भएनौँ, हामी त 26 राईहरू भयौँ। तर भान्सा के हो भनेदेखि हामी एउटा हो। हामी माग्न सक्छौँ, बान्ताको चेली दुमीमा माग्न सक्छौँ, दुमी केता हौँ। त्यति मात्र होइन, किराँतीको हैसियतले हामी त लिम्बूको घरमा चाहिँ चेली माग्न जान सक्छौँ, लिम्बू पनि हाम्रो घर हो। सुनुवारकोमा जान सक्छौँ, हामी शेर्पाकोमा पनि जान सक्छौँ। गुरुङ चाहिँ तपाईँको तामाहरू पनि हाम्रो किराँतीहरू नै हुन्। तर हाम्रो बिहाबारी चाहिँ अहिले कम मात्रा चलेको छ, प्रेम विवाह त चलेको छ। अब त त्यो पनि हामी चाहिँ सबै चाहिँ अब समान भइसकेको अवस्था छ। त्यस कारणले हाम्रो सबै दुमीहरूको संस्कृति भन्नु नै हाम्रो नजिकमा रहेका साम्पाङहरूको संस्कृति अथवा चाहिँ खालिमहरूको संस्कृति होइन, नाच्लिङहरूको संस्कृति एउटै छ। भगवान अथवा हाम्रो पुर्खा एउटै छन्, सुम्निमा पनि एउटै हुन् होइन, नाय पनि एउटै हुन् भन्नेपट्टिबाट हेर्ने हो भने केही अन्तर होला, तर सारांशमा हामी चाहिँ एउटै संस्कृतिमा आबद्ध छौँ भनेर यसरी भन्नुपर्ने हुन्छ। हाम्रो किराँती राईहरूको एकताको एउटा स्वरूप पनि यही नै हो यो चाहिँ, अथवा किराँतभित्रको एकता पनि होइन यो नै हो। तागेर निङ माफु भनेर लिम्बू दाजुहरूले भन्नुभयो भने त्यो पनि सुम्निमा पारुवाङकै एउटा स्वरूप हो होइन। त्यसरी पनि जान सकिन्छ हामीले। हजुर हस्, धन्यवाद यहाँ प्रश्न दिनुभएकोमा। अब यसै गरी हामी प्रश्न नम्बर 4 मा जान्छौँ। हाम्रो यो दुमी राईहरू लगायत अरू यो 29 भाषी राईहरूको पौराणिक अथवा मौलिक धार्मिक कुराहरू छ, त्यो चाहिँ विचरण भइरहेको छ अहिले। यस बारेमा के छ, हजुरको के छ विचार हालिदिनु? होइन, यो के छ भन्दाखेरि यो म आफूलाई पनि एउटा अचम्म र एउटा दुःख पनि मलाई लाग्छ। हामी जति चेतनशील हुँदै जाँदैछौँ, हामी चेतनशील भनेकाहरू एक वर्ग हाम्रो किराँतीहरूको संस्कृति, किराँत राईहरूको संस्कृतिलाई त्यागेर अर्कोतिर जाने जो सचेत वर्ग छन्, जो चाहिँ अचेतन वर्गमा छन्, तिनलाई पनि कुनै न कुनै माध्यमबाट अर्को धर्ममा परिवर्तन गराउने जालझेलहरू, चलखेलहरू हाम्रो बढिरहेको अवस्था छ। यो कुराले कहाँ गएर चाहिँ हामीलाई ठक्कर दिन्छ भन्दाखेरि हाम्रो 3 चुला अथवा हाम्रो मुद्दुम, हाम्रो चाहिँ संस्कृति जे छ, हामीले माने आएको चालचलन व्यवहारहरू जे छ होइन, हामी जसलाई विश्वास गर्छौँ त्यो हाम्रो चाहिँ अहिलेको अवस्थामा चाहिँ यसले चाहिँ त्यसलाई फिक्का बनाउने स्थिति बन्दैछ होइन। म सुन्दैछु कता कता अब रामको छोराहरू
बाट चाहिँ राईहरू जन्मिए अरे, किराँती जन्मिए अरे भन्ने यो कहाँबाट त्यस्तो साहित्य आयो यो होइन? यो अचम्म लाग्छ। हामी सुम्निमा पारुहाङ खम्बुवाङदेखि हामी चाहिँ हाम्रो पुर्खाले इतिहास ल्याउँदै आएका छन्। तर मान्छेहरू स्वार्थको लोभमा परेर खान पाइन्छ, लाउन पाइन्छ, विदेशमा जान पाइन्छ, उहाँको सिटिजन हुन पाइन्छ, उहाँको पैसा यहाँ लिएर आउनु पाइन्छ पनि होला। त्यो यी सबै यो स्वार्थको कारणले गर्दाखेरि मानिसहरूले आफ्नो इतिहास, आफ्नो संस्कृति, आफ्नो धर्म, आफ्नो मुद्दुम, आफ्नो विश्वास, आफ्नो प्रवृत्ति, आफ्नो कला, आफ्नो संस्कृति सबै कुरोहरूलाई बिर्सेर मान्छेहरू अर्काको धर्ममा गयो भने भोलि नै हामीसँग ठुलो मान्छे भइहालिन्छ अथवा स्वर्ग पुगिन्छ अरे, जिउँदै स्वर्ग पुर्याउने कुराहरू यो नेपालमा आइराखेको छ। हुन त यो यस्तो खालको कुराहरू भारततिरबाट पनि आएको, त्यही आयातितहरू छन्। त्यसलाई मैले नाम किन दिने, यस्ता आयातित धर्महरू छन्। तपाईँको साधु सन्त परम्परा होस्, जेसुकै होस् होइन होइन, यो चाहिँ एउटा आयातित खालको एउटा परम्परा हामी कहाँ हुर्केर गएको छ। त्यसले हाम्रो संस्कार, संस्कृति, भाषालाई जोगाउँदैन। हुन त अन्तर्धर्मीहरूले पनि किराँतीहरूको भाषामा रचनाहरू छपाइराखेको देखिन्छ। तर यसले हामी लोभिनुमा यसको कुनै औचित्य छैन। हामी लोभिनु हुँदैन। हामी लोभिएर यही रहेछ भनेर हामी त्यता लाग्यौँ भने हामीले हाम्रो स्वत्व गुमाउनेछौँ, हामीले हाम्रो अस्तित्व गुमाउनेछौँ हामीले। त्यस कारणले यो एउटा ठुलो विचलन भएको छ। मैले भने एउटा सचेत वर्गको विचलन, एउटा जान्दै नजान्नेहरूको विचलन। जान्दै नजान्नेहरू लगेको विचलन भोलि ती फर्कन सक्छन्। तर सचेत वर्ग जान्दा जान्दै स्वार्थवश त्यता गयो भने त्यो चाहिँ ठुलो स्वार्थ हुनेछ। त्यो चाहिँ के फर्कने निम्ति छ। यो एउटा दुमी राईको लागि मात्रै होइन, यो समग्र यो चाहिँ किराँतीहरूको लागि। लिम्बू पनि पर्छ त्यसमा, गुरुङ पनि पर्छ, तामाङ पनि पर्छ, अथवा किराँतको रूपमा आउने ती जातिहरू जो छन्। त्यति मात्रै होइन, म त के देख्छु भनेदेखि यो देशमा हिन्दूलाई पनि त्यो चाहिँ असर पर्छ। त्यसले धेरैलाई यसले चाहिँ असर पुऱ्याउँछ। भोलि गएर चाहिँ एउटा धार्मिक युद्ध ल्याउने यो प्रवृत्ति यहाँ देखा परिरहेको छ। सनातन र आयातित धर्मको बिचमा भोलि चाहिँ सङ्घर्ष हुन्छ। अहिले देखिएको छ किराँतीहरू पो चुप लागेर बसिरहेका छन्। हिन्दूहरूले कत्रो विरोध गरिरहेको छ, हामी देखिरहेछौँ। किराँतीहरू किन अगाडि बढिरहेको छैन? मनमा त छ होला, तर अगाडि बढ्न सकिरहेको देखेको छुइनँ मैले। तर हिन्दूहरू तपाईँहरूले देख्नु भएको छ होइन, हिन्दूहरू अगाडि बढ्दैछन्। उनीहरूलाई पनि यो च्यालेन्ज हो। र भोलि गएर चाहिँ यस्ता कुराहरूले चाहिँ एउटा धार्मिक सांस्कृतिक युद्ध हुने एउटा स्थिति देखा पर्दैछ। अहिलेको तपाईँको चाहिँ मुसलमानहरूको युद्ध र यहुदीहरूको युद्ध, तपाईँको इरान र चाहिँ होइन इजरायलको युद्धहरू पनि यस्तै नै सुनिराखिएको छ। त धार्मिक युद्धहरू नै हुन्। भोलि यस्तो कुरा चाहिँ पर्न सक्छ। यो नआओस्। हामी किराँतीहरूले, हामी राईहरूले, हामी सबै खालि किराँतीहरूले बुझ्न आवश्यक छ। कोही पनि स्वार्थको पछि लागेर हिँड्यो भने आफ्नो स्वत्व गुम्नेछ, इतिहास गुम्नेछ। आफ्नो पुर्खालाई बाहिर निकालेर अर्काको पुर्खालाई घरभित्र डाडीमा ओछ्यान दिनु त्यो कदापि राम्रो होइन। सुनको सेली लाउन पाइन्छ भनेर त्यस्तो संस्कृतिको पछि लाग्न त्यो राम्रो हुँदैन। बरु तितेपाती टाउकोमा सिउरेर स्वत्व कायम गर्नु सबभन्दा ठुलो कुरो हो। यही कुरा हामीले चाहिँ हाम्रो सबै दाजुहरूलाई भन्न हामीले आवश्यक छ। कोही गराउनु पर्दैन। संस्थामा बस्ने मान्छेहरू पनि चुप लागेर बस्नु हुँदैन। आवाज सबैले निकाल्नुपर्छ। म बुझिरहेको छु संस्थाको मान्छेहरू आवाज निकालिरहेको छैनन्। सबै खालको संस्थाहरूमा म यसो देखिरहेको छु। किराँत राई आएकाले एउटा चाहिँ सानो विज्ञप्ति निकालेको छ, त्यति मात्रै निकालेर हुँदैन। साँच्चै नै हो भने, संस्कृतिलाई जोगाउने हो भने अरूलाई गाली नगरिकन पनि हामीले संस्कृतिलाई जोगाउन सकिन्छ। हाम्रो स्वत्व चाहिँ यो है, हाम्रो बाटो यो है भनेर हामीले भन्न सकिन्छ। त्यो फल्ना धर्म नराम्रो, त्यो यस्तो उस्तो
होइन, त्यो नभन्दा पनि हुन्छ। हामी चाहिँ नि के भन्दाखेरि सातोको थैलो बाँधेर हामी बस्न चाहिँ हामीले सिक्नुपर्छ। प्रचार नै हो हाम्रो। कहाँ कति हामीले हाम्रो धर्म र संस्कार संस्कृतिको प्रचार गऱ्यौँ। सबै मान्छेहरू काठमाडौँमा थुनिएर बसेका छन्। अस्ति त्यत्रो साकेला भयो, खोइ मान्छेहरू गए गाउँघरमा, यहाँ साकेला नाचेको र गाउँघरमा साकेला नाचेको धेरै फरक पर्छ। मान्छेहरू गाउँमा सबै बिग्रिसकेका छन्, यहाँ मात्रै बसेर हुन्छ। हामी जानुपर्छ, गाउँ गाउँमा जानुपर्छ, हाम्रो मूलस्थलमा जान सक्नुपर्छ। हामी यी सबै कुराहरूले हामी बिग्रेर बसेका छौँ। यहाँ सहर रोगेर बसेका छौँ। हामी गाउँ हामी चाहिँ पस्न सकेका छैनौँ। यो विकृति चाहिँ यहाँ देखा पर्दैछ। मलाई चाहिँ त्यस्तो लाग्छ है। मैले गल्ती भनेन भने र गल्ती भन्यो भने यहाँले चाहिँ अब माफी दिनु होला। होइन, सही छ कुरा। हस्, धन्यवाद। यो हाम्रो राईहरूको पौराणिक तथा मौलिक धार्मिक विषयहरूको बारेमा प्रस्ताविदिनु भयो। अब हामी पाँचौँ प्रश्नको कार्यक्रममा हामी पाँचै प्रश्नमा छौँ, पाँचौँ प्रश्नमै छौँ हामी। हजुर दुमी राईहरूको वंशशैलीको संयोजक पनि हुनुहुन्छ। यही वंशशैलीकै सेरोफेरोमा हामीले कुरा गरौँ। यो दुमी राईहरू लगायत अन्य 29 भाषी राईहरूले पनि अहिले उहाँहरूले पनि आफ्नो वंशशैली प्रकाशन गर्ने कार्यक्रम अगाडि बढाइराख्नु भएको छ। र 29 भाषी राईहरूले वंशशैली बनाउँदै जाँदा के यो सबैको वंशशैली राजा यलम्बरदेखि सुम्निमा पहाडगाउँसँग जोडिन्छ त हाम्रो वंशशैली? यसबारेमा प्रश्नवाद दिनु। अब निश्चय नै अब सुन्निमासँग चाहिँ हाम्रो सबैको जोडिन्छ। अब यो रैसाकुलेसँग पनि हाम्रो जोडिन्छ, हाम्रो किम्बदन्तीहरूले। किन रैसाकुलेको वंश यो कुरा पनि तपाईँको किम्बदन्तीहरू अलिक फरक फरक पर्छ है। मैले चाहिँ हाम्रो खोलातिरको मात्रै भन्दैछु। हजुर, हाम्रो खोलाटोला दुमीहरूको थाथलोतिर भनिएको चाहिँ खक्सिलिपुको वंशजहरू राई लिम्बूहरू चाहिँ सुमारहरू हुन् भनेर भनिएको छ। होइन, अब तोमाको वंश तायामा भनेर भन्छन्, टावामा पनि भन्छन्। अब तोमाको वंश चाहिँ माथि हिमालमा बस्ने जातिहरू, त्यो चाहिँ यही हिमाल मात्र होइन। होइन, हिमाल कता कता छन्, होइन, चाइनातिर पनि होला, हिमालहरू पाकिस्तानतिर पनि होला। होइन, त्यो त्यस्तो क्षेत्रमा बस्ने जातिहरू, हिमाली जातिहरू हाम्रै देशमा भन्ने हो भने शेर्पाहरू। तायामाको सन्तान तोमाको सन्तान भनेर भनेका छौँ। अनि बहिनी खेमाको सन्तान खेमा भनेर भन्छन्। होइन, हामीले खेमा भनेर भन्यौँ। अब उहाँ कान्छी पुर्खाको सन्तान चाहिँ तल थारूहरू भनेर भनेका छन्। यो हिसाबले हेर्दाखेरि हामी सबै चाहिँ नै खप्चिलिपुको वंशजहरू हौँ भन्ने देखिन्छ। अब जहाँसम्म यलम्बरको कुरा छ, यलम्बरसँग सबै किराँतीहरू गाँसिन्छन्। तर तथापि एउटा समग्र किराँती राईहरूको प्रतिनिधित्व गर्दै, किराँतीहरूको राईको नहुने किराँतीहरूको प्रतिनिधित्व गर्दै कसैले पश्चिमबाट आए भन्छन्, कसैले पूर्वबाट आए भन्छन्। हाम्रो थाथलोमा चाहिँ पूर्वबाटै आएको भन्ने छ है। होइन, आएर चाहिँ यतापट्टि चाहिँ यलम्बरले यो राज्य चाहिँ काठमाडौँमा चाहिँ अतिक्रमण गरेको। होइन, अहिर वंशीहरूलाई अथवा महिषपाल वंशीहरूलाई, होइन, भुवनसिंहलाई, होइन, चाहिँ अब पराजित गरेर यहाँ चाहिँ राज्य खडा गरेको भन्ने छ। 32औं पुस्ताका राजाहरू खिगुवाङहरू अब सलसल्ती आएका छन्। होइन, खिगुवाङदेखि यताको चाहिँ पुर्खाहरूलाई पनि कसैले जोडेका होलान्, तर दुमीहरूमा त्यस्तो जोडिएको अवस्था देखिन्न। अब खिगुवाङको वंशजहरू हौँ भन्नेहरू काठमाडौँमा पाटनको ललितपुर चियासलमा व्यञ्जनकारहरू पनि देखियो। होइन, किराँतीहरू उहाँहरू पनि हुन् भन्ने कुरो उहाँहरू आफैले भनेको छ, भन्नुभएको छ उहाँहरूले। हामीले मान्नुपर्छ त्यो कुरा। त्यस कारणले यलम्बरको वंशजहरूमा सबै नै हुन् भनेर साह्रै भन्न सकिने अवस्था पनि यो हुँदैन। तर यद्यपि के चाहिँ हो भन्दाखेरि हाम्रो किराँतीहरूको समग्र प्रतिनिधित्व गर्दै यलम्बरले चाहिँ राज्य चाहिँ पहिलोचोटि प्रमाणिक राज्य नेपालमा खडा गरेका हुन्। महिषपाल वंश, तर महिषपाल वंशीमा को हो, गोपाल वंशी को हो भन्ने यहाँ कुरो छ। यहाँ भन्नु पर्दाखेरि केही होइन उपल्लो जातिहरूले ती चाहिँ होइन ब्राह्मण क्षेत्री वर्ग भन्नमा पनि पछि पर्दैनन्। होइन, केही चाहिँ म चाहिँ उनै भन्छु, हाम्रै
अब अलिकति चाहिँ हिन्दू धर्मलाई नै प्रश्रय दिने प्रपन्नाचार्य राई हुनुहुन्छ उहाँ। उहाँले चाहिँ गोपाल वंशी भने पनि अहिर वंशी भने पनि त्यो किराँती हुन् भनेर उहाँले भनिदिनु भएको छ। किराँती क्षेत्रीय हुन् भनेर भन्नुहुन्छ। त्यो क्षेत्रीय भन्नु चाहिँ हो कहाँसम्म उहाँको क्षेत्रीय भनेको चाहिँ योद्धा नै हो फेरि चाहिँ एउटा भाषा न। पछि पो क्षेत्री चाहिँ जातिको रूपमा आयो त होइन। किराँत क्षेत्रीय जातिहरू हुन् भनेर उहाँले भन्नुभएको छ होइन। भनेको गोपाल र अहिर वंशी पनि किराँती नै भनिएको छ नि त। किराँत इतिहास हेर्दाखेरि त्यो त लाग्छ भन्ने हिसाबले किराँतीहरूले यो देशमा शासन गरेका हुन्। वंशको हिसाबले चाहिँ सबै नै राजाहरूलाई चाहिँ जोडेनलाई यो मेरो राजा हो भनेर भन्न चाहिँ सबैको अधिकार छ। तर वंश जोडेर ल्याउनु चाहिँ एकाडेमिक काम हो। त्यो चाहिँ एकाडेमिक कामबाट जोडेर ल्याउँछ भने त्यो नमान्ने कुरो छैन। हामीले पनि के अरे चाहिँ हाम्रो चाहिँ आलम्बर चाहिँ हाम्रो राजा हुन् भनेर हामी भनेछौँ। खम्बनबाट हाम्रो चाहिँ वंश जोडिएर पुर्खाहरूले लिएका छन्। धेरै कुराहरू म चाहिँ यो जान सकिरहेको छु। अरूको पनि वंशावलीहरू केही हेर्दैछु। हाम्रो साथीहरूले निकाल्नु भएको छ होइन। हाम्रो जितमानजीहरूले निकाल्नु भएको छ। साम्पाङको वंशावलीहरू आएको छ। यहाँ चाहिँ यो के अरे चाहिँ बान्ताको वंशावलीहरू आएको छ। अरूहरू पनि वंशावली छ मसँग। आचार्यहरूको वंशावली छ, निरौलाहरूको वंशावली छ होइन। छ वंशावलीहरू आफ्नो हिसाबले लेखिएका छन्। पुर्खा कतिको जोडिन्छ कतिको जोडिँदैन होइन। तर दुमीहरू खम्बङबाट चाहिँ जोडेर ल्याउने होइन भनेर चाहिँ दुमीको छोराबाट चाहिँ यताबाट जोडेर होइन। अब खम्बुहाङ, तुमसुली हाङ, सङ्कोहाङ भन्दै चाहिँ यसरी चाहिँ हामी चाहिँ आउँछौँ। र खम्बुहाङ वंश चाहिँ कुनै न कुनै हिसाबले माथि चाहिँ एलम्बरबाट चाहिँ त्यो चाहिँ जोडिन आउँछ। सबै राईहरूले एउटा वंशले भोलि बनाइसक्दाखेरि भोलिको दिनमा यसको डिएनए चेक गर्नुपर्ने अवस्थाहरू पनि होला। अथवा प्रमाणहरू आउन सक्ला केही न केही रूपमा। अहिले चाहिँ यसै नै हो भनेर भन्न सक्ने स्थिति चाहिँ म चाहिँ देखिरहेको छैन। अथवा मेरो अध्ययनले चाहिँ त्यो पुगिरहेको छैन। यो रूपमा हामीले आफ्नो राजाहरूलाई, आफ्नो पुर्खाहरूलाई हामीले चाहिँ जोड्नु पर्ने र आफ्नो प्रतिनिधित्व चाहिँ मान्नुपर्ने चाहिँ हामीले अवस्था हुन्छ। हस्, धन्यवाद। वंशोलीको बारेमा यहाँले प्रश्नवाद दिनुभयो। अध्ययन गर्दै जाँदा 29 भाषी राईहरूले आफ्नो वंशोली अध्ययन गर्दै जाँदा पक्कै पनि यो कहीँ न कहीँ जोडिन्छ नै। किनभने यो अध्ययनले गर्ने कुरा हो। अब हामी यो 5 प्रश्न कार्यक्रमको अन्तिममा छौँ र 5 प्रश्न त सकिसकेको छ। तैपनि हजुरलाई एउटा छुट्टिने बेला बोनस प्रश्न सोध्न चाहन्छु। अलिकति तपाईँको जन्म, बालपन, स्कुल र शिक्षा, उच्च शिक्षाको बारेमा भनिदिनुहुन्छ कि? हजुर, म चाहिँ मेरो आफ्नो संक्षिप्त परिचय, म नाम चतुर्भक्त राई, मेरो चिनाको नाम अब चन्द्रसिंह हो। अब चतुर्भक्त भनेर के अरे स्कुलमा नाम राखिदिए, त्यसैलाई मानेर लगियो। चिनाको नाम चन्द्रसिंह हो। अब यो म जन्मिएको चाहिँ दारेगौँडा, खोटाङ जिल्लाको दारेगौँडा पञ्चायतमा, पहिला चिउरे खर्कामा जन्मिएको म। अब म सतमा परिवारमा जन्मेको। मेरो सामे ब्राक्सुपा हो। अब हाम्रो आमाहरूको सामे चाहिँ यो बाक्सुमाको श्रीमती चाहिँ बाक्सुपाको श्रीमती बाक्सुमा हो। म सोतमा राई हो। म चाहिँ मैले गाउँबाटै अध्ययन गरेँ। प्राथमिक विद्यालय दारेगौँडा, थर्पुर डाँडा प्राविमा मैले पढेको हो। कति भन्दाखेरि 21 सालबाट मैले पढ्न सुरु गरेको। 13 सालको जन्म, वैशाखकै जन्म, 21 सालबाट पढ्न सुरु गरियो। तर कख त घरैमा पढेर गएको। अनि मैले असिलोकोबाट एसएलसी गरेँ धरान महेन्द्र क्याम्पसमा। त्यतिखेर प्रवीणता प्रमाणपत्र त भन्थे, आइए होइन, त्यो पढियो। अनि स्नातक चाहिँ यहाँ पब्लिक एडमिनिस्ट्रेसन क्याम्पसबाट पढियो। त्यस पछाडिबाट त्रिभुवन युनिभर्सिटीबाट राजनीति शास्त्रमा डिग्री पुरा गरियो। त्यसको 2-3 वर्ष पछाडि फेरि अब त्रिभुवन विश्वविद्यालयकै अब क्याम्पस जनप्रशासन क्याम्पसबाट एमपिए मैले पुरा गरेँ।
र मैले जागिर चाहिँ यता चाहिँ अब 41 सालबाट सुरुवात गरेँ। मैले लामो समयसम्म चाहिँ अब लगभग 35 वर्ष भनौँ न, लगभग 35 वर्ष चाहिँ मैले क्याम्पसमा पढाएँ। म डिक्टेल क्याम्पसमा मैले पहिलोचोटि आफूलाई एउटा सहायक प्राध्यापक भन्थ्यो। अहिले चाहिँ सहप्राध्यापकबाट पाटन क्याम्पसबाट रिटायर्ड भएँ, सहायक प्राध्यापक भन्दै थियो त्यो सुरुलाई, एसिस्टेन्ट लेक्चरर भन्थ्यो। डिक्टेल क्याम्पसबाट सुरुवात गरेँ। त्यहाँबाट म भोजपुर क्याम्पस गएँ। त्यहाँ चाहिँ म यता लेक्चरर भएर म गएको। म 42 सालमै म थाहै भइसक्यो, तर म डिक्टेल क्याम्पसमा काम गरेको। म यहाँ चाहिँ काजमा आएको। अनि म चाहिँ 50 सालमा भोजपुर क्याम्पस गएँ र त्यहाँ चाहिँ म लगभग 6 वर्ष मैले काम गरेँ। अब क्याम्पस चिफको पनि मैले त्यहाँ चाहिँ भूमिका निर्वाह गर्नुपर्ने अवस्था आयो। एकदम भनेको 4 वर्ष त्यहाँ क्याम्पस चिफ गरेँ। त्यस पछाडि मैले काठमाडौँको ललितपुर अब क्याम्पस संयुक्त क्याम्पस पाटन संयुक्त क्याम्पसमा आएर 21 वर्ष तिनै मैले आफ्नो प्राप्तको जीवन चाहिँ समय खर्च भयो मेरो। र त्यहीँबाट म चाहिँ 76 सालमा रिटायर्ड भएँ र म चाहिँ यसरी नै म काम गरिरहेको छु। अब समय सन्दर्भले भन्नुपर्दाखेरि यो क्रियात्रय याखामा चाहिँ म 50 सालबाटै लागेको हो। तर मैले सदस्य नहुँदाखेरि पनि मैले बाहिर क्षेत्रबाट मैले काम गरेको। हाम्रो कुलबहादुर राई हाम्रो आदरणीय सम्मानीय अध्यक्ष हुनुहुन्छ, उहाँसँगको सानिध्यताले म क्रियात्रय याखामा लागेँ। तीर्थ मुकदम राईहरूको सानिध्यताले त्यहाँ लागियो। काठमाडौँ आएँ, उहाँले अति रुचाउनु भयो। मैले उहाँहरूले बोलाउनु भयो र मलाई सदस्य दिनुभएको भन्दा पनि हुन्छ। म त्यसै गएर हुन खोजेकै होइन, उहाँहरूले बोलाउनु भयो। यो यतिको केटोले चाहिँ, म केटो नै थिएँ त्यतिकै क्याम्पसमा हुँदाखेरि, यतिको केटोले चाहिँ क्रियात्रय याखामा काम गर्न सक्छ भन्ने चाहिँ उहाँहरूलाई विश्वास लाग्यो कि क्या, उहाँले चाहिँ सदस्यमा मलाई मनोनित गर्नुभयो। त्यही सदस्यबाट उपाध्यक्ष पनि बन्नुपर्ने अवस्था आयो, उपाध्यक्ष पनि भएँ। फेरि त्यतिखेर एउटा नेतृत्वको मैदान पनि एउटा खाली थियो भनौँ न। म आफूलाई सबै साथीहरूले अब ल अध्यक्ष बन्नुपर्छ, केन्द्रीय अध्यक्ष बन्नुपर्छ भनेर हाम्रा महिलाहरू लाग्नुभयो, दुर्गा राईहरू लाग्नुभयो, चन्द्रविक्रम राईहरू लाग्नुभयो, अरू साथीहरू पनि लाग्नुभयो सबै। अब सिनियरिटी तपाईँ नै हुनुहुन्छ, तपाईँ नभने को भन्छ? ल अन्त ठिकै छ त, अब हाम्रै किराँती राईहरूको काम हो, किन नगर्ने त भनेर त्यता पनि लागियो। किराँत राईहरूको अन्तर्राष्ट्रिय सम्मेलन पहिलोचोटि सम्पन्न गरियो। किराँत राईहरूको महोत्सव पनि त्यति नै खेर चाहिँ अब सम्पन्न गरियो। त्यही चाहिँ उपाध्यक्ष भएको कार्यकालमा तुवाचुङ जायजम संरक्षण समिति पनि बनाइयो। त्यसलाई चाहिँ स्थापित गर्ने कुराहरूमा झापाको सम्मेलनबाट त्यसलाई ल्याइयो र त्यसलाई चाहिँ तुवाचुङको चाहिँ स्थापना पनि गरियो। साथीहरूले छोड्नु भएन, नछोडेको कारणले म चाहिँ तुवाचुङको संस्थापक अध्यक्षको रूपमा 10 वर्ष बिताएँ मैले। 256 रोपनी लगभग जग्गा, अहिले त अलिक बढी पेक छ भन्छन् साथीहरूले। अनि त्यहाँ चाहिँ जग्गाहरू लिएर अब यो चाहिँ त्यसलाई साथीभाइले छोडेर म अहिले चाहिँ त्यसको सल्लाहकारमा म चाहिँ रहेको छु। र अहिलेखेरि चाहिँ यो वंशावलीको एउटा शिरोभारा संस्थाले विश्वास गरेर यो मान्छेलाई नै दिनुपर्छ, यो चतुर्भक्त भने यो प्राणीलाई नै दिनुपर्छ भन्ने पहिलेदेखि भएको हुनाले मान्छे पनि त्यो बेलामा थियौँ न हामीहरू है। त्यसो भएकोमा अब मलाई यो जिम्मेवारी आयो, मैले सम्पादन गर्दै गएँ। 30 वर्ष लाग्यो यो। 67 सालसम्म आउँदाखेरि अहिले पनि मैले निवेदन गरेँ। 21 पाछाको वंशावली सङ्कलन गरियो। त्यस पछाडि महिलाको वंशावली पनि पाउनुपर्छ भनेर यो समग्र यो अहिले वंशावलीको दस्तावेज तयार भएर यो चाहिँ नि अहिले सर्वदा प्रिन्टिङ प्रेसमा एकदम चाहिँ त्यहाँ चाहिँ जाँदैछ, फोटोहरू सङ्ग्रह गर्दैछौँ। यही माध्यमबाट म के भन्न चाहन्छु भन्दाखेरि हजुरहरूले अझै पनि 1 महिनाको समय छ। यो इन्टरभ्यू, यो अन्तर्वार्ता, यो कुरा सुनिदिनु भने हाम्रा श्रोता दाजुभाइ दिदीबहिनीहरूलाई लाग्छ भने आफ्नो तर्फको वंशावली तपाईँहरूले पठाउनुहोस्। हाम्रो 5 जना
कमिटीको एउटा चाहिँ यो प्रकाशन समिति व्यवस्थापन समिति पनि छ। तपाईँहरूले यो समितिको कुनै पनि सदस्यहरूलाई तपाईँहरूको जिज्ञासाहरू पठाइदिनुहोस्। छुटपुट रहेछ भने पनि भन्नुहोस्। त्यो चाहिँ नि यो 1 महिनाभित्रमा हामी त्यसलाई चाहिँ इन्क्लुड गर्न सक्छौँ। पछाडि बिग्रेछ भने तपाईँहरूलाई त्यो दुःखको कुरा हुन्छ कि मेरो छुटेछ। तर छुटे पनि यति निवेदन गर्न चाहन्छौँ कि यो वंशावली अकाट्य यो ढुङ्गामा लेखिएको अक्षर होइन। आउँदा दिनहरूमा लगभग लाग्छ होला 30-40 वर्ष चाहिँ लाग्छ होला। यो आँखाको पानी सुकेन भने हामी आफैले गर्छौँ। म आफैले गरौँला, नेतृत्व अरू साथीहरू पनि छँदै हुनुहुन्छ। सुकिगएछ भने हाम्रा उत्तराधिकारीहरूले अबको 30-40 वर्षमा यसलाई चाहिँ यही वंशावलीमा टेकेर यसलाई चाहिँ अगाडि बढ्नेछन्। त्यो एउटा बाटो चाहिँ हामीले खोला गरेका छौँ। र अरूको ज्ञाति राईहरूको वंशावली भन्दा फरक केमा छ भन्दाखेरि अरूले जस्तो एउटा चामलिङ भनियो भने उहाँहरूको त 300 भन्दा बढी पाछा छ। बान्ताको भन्यो भने त्यस्तै धेरै पाछा छ। त्यो सबै पाछाको एक ठाउँमा राखेर त्यो वंशावली बनायो भने यत्रो ठेली बन्न सक्छ। त्यो चाहिँ महाभारत चाहिँ त्यो वेदभन्दा पनि त ठुलो बन्न सक्छ। त्यो हाम्रो चाहिँ लगभग 10,000 जनसङ्ख्या भएको कारणले गर्दाखेरि हामी चाहिँ 21 पाछा भन्दा भन्दै 22 पाछा भयौँ। खास गरिकन चिप्चोहाङ साप्रु भेरेबाट लौरे डाँडा काटेर कोइलीबङ हुँदै भोस्रुको ओख्रे, भोस्रुको याङमा, कुलुङ, भामला, पापुङ्गा, दिङला यस्तो ठाउँहरूमा बस्नुभएका हाम्रो दाजुभाइहरू छाचुङहरू उहाँले आफूलाई साम्बेया भन्नुहुन्छ। उहाँहरू छाचुङ चिन्नुहुन्न, हामी साम्बेया हौँ भनेर उहाँहरूले भन्नुभएको छ। त्यसो भएको कारणले गर्दाखेरि त्यो साम्बेयालाई एउटा छुट्टै पाछा दिउँ है भन्ने चाहिँ हाम्रो सरसल्लाह पनि भएको हुनाले साम्बेयालाई एउटा छुट्टै पाछा दिएर हामीले 22 पाछा भनेर भनेका छौँ। 10 वटा सामे, पहिला 7 वटा भनेका थियौँ। यहाँ चाहिँ त्यो चाहिँ पुर्खाले भनेर राखेको। तर पुर्खाले भनेको कुराहरूमा पनि कतिपय कुराहरू चाहिँ त्यो तलमाथि हुँदो रहेछ। अहिले अध्ययन अनुसन्धान गर्दै गर्दै लाँदाखेरि 10 वटा सामे चाहिँ पुग्दो रहेछ। अझै अरू पनि सानातिना गन्ती गर्ने हो नि त, अरू पनि बढ्ला। जस्तो बुसुरे युमामा भनेर साप्रुकहरूले भन्नुहुन्छ एउटा सामे। तर ती यतापट्टि जालमा चाहिँ बुसुरे रुमाया भन्नुहुन्छ उहाँहरूले, हाम्रो घरले होइन। त्यो बुसुरे रुमाया पनि भन्दा हुन्थ्यो नि त। तर त्यसलाई एउटै पारेर चाहिँ 10 वटा सामे मात्रै राखिएको छ। यो रूपमा चाहिँ यहाँहरूलाई म चाहिँ निवेदन गर्न चाहन्छु। यही समानान्तरमा हाम्रो वंशावली अब चाँडै नै 1-2 महिनाभित्रमै यो चाहिँ हाम्रो आइहाल्छ। तपाईँहरूले प्रतीक्षा गर्नुहोस्। धन्यवाद। हस्, धन्यवाद हजुरको यो वंशावलीको बारेमा प्रश्न पारिदिनुभयो। अब हाम्रो 22 पाछाका दुमिराईहरूले अब हाम्रो अतिथिबाट सुनिसक्नुभयो अथवा हाम्रो पाहुनाबाट सुनिसक्नुभयो अथवा हाम्रो वंशावलीकार चतुर्भक्त राईबाट सुनिसक्नुभयो। हाम्रो वंशावली अब यही भदौ मन्थसम्ममा प्रकाशन भइसक्ने भन्ने कुरा छ। त्यो भएकोले गर्दाखेरि हामीले धैर्यताका साथ पर्खौँ। यो के अरे भदौ मसान्तसम्ममा हामीले वंशावली पाउनेछौँ भन्ने र यसको पक्कै पनि वंशावली प्रकाशन भएको कुराहरू पक्कै उद्यमी किरात राई सिक्किमले हजुरहरू समक्ष खबर ल्याउनु नै हुन्छ, सूचना ल्याउनु नै हुन्छ होला। यसै गरी आजको यो 5 प्रश्न कार्यक्रम सकिसकेको छ। यस कार्यक्रममा आइदिनु भयो हाम्रो पाहुना। धेरै धेरै धन्यवाद हजुरलाई। धन्यवाद। र 411 जनाभन्दा बढी 450 पुग्छ उहाँहरू सबै यो वंशावली निर्माणमा सहयोग गर्नुभएको छ। तमामलाई म यही मार्फत यसै प्रदर्शन मार्फत म यहाँहरूलाई सादर धन्यवाद दिन चाहन्छु। हाम्रो दुबी किरात राई सिक्किमको दुबी किरात च्यानलमा हेरिरहने श्रोताहरू र दर्शकहरू यो च्यानललाई सब्सक्राइब र लाइक, सेयर र कमेन्ट पनि गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरी हाम्रो यो आउने श्रृङ्खलाहरूमा पनि
12औं श्रृङ्खलामा तपाईँहरूलाई यस्तै सांस्कृतिक प्रश्नहरू 5 प्रश्नको कार्यक्रममा तपाईँहरूलाई नयाँ कुराहरू पस्किने नै छौँ भन्दै म आजको प्रस्तुता हर्कजङ तुराचु बिदा हुन चाहन्छु। सेवा हलन।